हेलो एभ्रिवान, नमस्कार सेवनेसीहरू। म चाहिँ अहिले बिहानको ठिकै 8:30-9 बज्नु आँटेको छ है। म चाहिँ माथि बहिनीकोमा भाइटिका खान जाँदैछु। यहाँबाट चाहिँ अलिक हिँड्नुपर्छ है। माथि बकस कटिङ भन्ने जग्गाबाट चाहिँ गाडीमा जानुपर्छ। थुप्रै छौँ हामी, पापाहरू आमाहरू पनि छ है, भाइहरू उहाँहरू आउनु हुँदैछ पछाडि। यहाँ तनिस पनि आउँदैछ। हिजो रातभरि देउसी खेलेर अनिन्द पनि भइरहेको रहेछ है केटाहरू। बिहानसम्म देउसी खेल्यो। अहिले बिहान चाहिँ हामी जाँदैछौँ टिका लाउनु माथि गैरीको रिम्बिल माथि हो, आले गैरीको हुन्छ है। अनि तपाईँहरू सम्पूर्ण जति पनि देशभरि छरिएर बसेका दाजुभाइ दिदीबहिनी है, आमा बाबाहरूलाई भाइटिकाको हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। हजुरहरूलाई म देखाउने छु पुगेर है आजको दिन कस्तो हुन्छ भाइटिकाको पुरा तपाईँहरूलाई भिडियो देखाउने छु। म चाहिँ गाइस यो बकस कटिङ आइपुगेको छु अहिले है। यहाँबाट चाहिँ गाडी चल्छ है, मेन रोड हो। यहाँबाट तपाईँको दार्जिलिङ जाने, यता रिम्बिक जाने उकालो है। यहाँ चाहिँ दोकान पनि छ। अनि यहाँ चाहिँ तपाईँको प्ले ग्राउन्ड पनि छ सानो है। विन्टर कप सुरु हुन्छ हाम्रो यहाँ सालमा। यहाँ पर देखिहाल्नु भयो। यहाँ चाहिँ तपाईँको ग्राउन्ड पनि छ। विन्टर कप हुन्छ हर वर्ष। अब म पुगेर देखाउने छु हजुरहरूलाई माथि। आइपुग्यो। अब यहाँबाट अलिकति जानुपर्छ तल रिम्बिक बजारमाथि त आइपुगेँ। बजार है, रिम्बिक बजारमा आइपुगेको छु। रिम्बिक बजार यस्तै छ। अब आज त हाट छैन। यहाँ मङ्गलबार चाहिँ हाट लाग्छ। अरू बेला सुनसानै हुन्छ। यस्तै छ दोकान। अहिले चाहिँ धेरै डेभलप भइसक्यो। पहिला त कम्ती थियो घर। अहिले एकदम बिल्डिङ, लामो लामो बिल्डिङहरू बनाइसकेको छ। नआएको धेरै भएको थियो रिम्बिक बजार। हेरिराख्नुहोस् तपाईँहरू जो आउनु भएको छैन है, उहाँलाई त थाहा होला अब रिम्बिक बजार। यहाँ चाहिँ मङ्गलबार हाट लाग्छ तपाईँको। एकदम राम्रो प्रकारको हाट। आज चाहिँ हिसाब दिवालीले गर्दा बहुत सुनसान छ है। हामी भर्खर बाटो बहुत अप्ठ्यारो छ रिम्बिकको। भर्खर टिका लगाइसकेँ। भर्खर भाइटिका खाइसकेँ। त्यहाँ अरू खाँदैछ खानाहरू। यस्तै छ आजको चाहिँ। म चाहिँ भर्खर लगाइसकेँ। यहाँनिर अरू पैसा हुँदैछ। यहाँ आमा पापाहरू लगाउँदैछ। पनि बसिरहेको छ। आजको कुक छ यहाँनिर, स्पेसल बनाउँदैछ है। लाउनु सुरु हुँदैछ है। हेलो भव्यम। ए यहाँ तिमी के नाम के अरे? सब्दिया। सब्दिया पनि यहाँ रेडी भइरहेछ।
आइटम चाहिँ यस्तो छ है साथीभाइहरू। हेर्नुहोस्, यो चाहिँ राँगाको मासु छ है, एउटा पापड भइगयो, यो मुला र तपाईँको छुर्पीको अचार भइगयो, यो तपाईँको धनियाँ र टमाटरको अचार छ है। अन्त यो तपाईँले देखिहाल्नुभयो, यो सुँगुरको। अन्त यो चाहिँ एकदमै स्पेसियल हो, यो चाहिँ हर्क पाउँदैन। यो चाहिँ के हो भन्दा चौरीको मासु। हेरिहाल्नुहोस्, एकदमै म चाहिँ चौरीको चाखेको थिइनँ है, आज चाहिँ अब चाख्नु पऱ्यो कस्तो हुन्छ चौरीको। यो चाहिँ बहिनीले धेरै दुःख गरेर खोजेर ल्याएको रहेछ है। यस्तो छ आज आइटम। यो तपाईँले खोर्सानी भएको है। कस्तो चल्दैछ भाइ टिका? ठिकै भयो? चिया पानी कति खाँदैछ? छोडेको रहेछ तर धेरै कन्ट्रोल गरेको रहेछ एकदमै। तर राम्रो लाग्यो यस्तो खानु छोडेको रहेछ, धेरै लिमिट कम्ती गरेको रहेछ। टक्कै हामी चाहिँ साका सन्त चाहिँ भेट्छौँ न भयो। यहाँ नानाको घरमा हामीले दुधे खाएर अहिले दुधे खाँदैछौँ। हामी नाना घर चाहिँ टाढा छ नि त, फेरि साह्रो टाढा छ नि त। गाडी चाहिँ रिम्बिक भन्छ नि, रिम्बिकदेखि अलिक माथि आउनुपर्छ, 20 मिनट लाग्छ रिम्बिकदेखि। तर खुसी लाग्यो सर, खानु छोडेको त चियापानी धेरै कम्ती गरेको रहेछ। चियापानी अहिले म खाँदिनँ कि, कम्ती गरेको अलिक कम्ती गरेँ। गल्ती होइन, मैले छोडेँ चियापानी चाहिँ। मैले छोडेकै बराबर गर्नु 10 वर्ष भयो मैले छोडेँ। मैले चियापानी खानु छोडेको 10 वर्ष भयो। चियापानी नखानुहोस् है सबैलाई म त्यही भन्छु, रिक्वेस्ट गर्छु।